हेलो नमस्ते वेलकम ब्याक अगेन नयाँ सिरिजमा तपाईँलाई स्वागत छ गगन ब्लग्समा। अहिले चाहिँ म कहाँ छु भने ब्रिजको माथि टक्क लाएर यो चाहिँ कर्निस एरियामा म तपाईँलाई कर्निस एरिया देखाउँछु। योमा समुद्र पुरै समुद्र छ होइन। भर्खर यहाँ त उसको पनि भागेछ क्या, यस्तो दामी सिन चाहिँ होइन। अब ब्याक टु अब म जाँदैछु पुरै आजदेखि खुजाम ड्युटी होइन, मेरो नाइट ड्युटी चलिरहेछ, त्यही भएर चाहिँ आजकल अलिकति भिडियोहरू आइरहेको छैन। अब कन्टिन्यू भिडियो चाहिँ आउँछ है त। ल यो चाहिँ पुरा पोर्ट है, पोर्ट यस्तो दामी पोर्ट यो चाहिँ पुरै पोर्ट हो। अब चाहिँ म जाँदैछु, यहाँबाट ड्युटी स्टार्ट भयो मेरो आज यो ब्रिजमा छु अहिले चाहिँ म पुरा ट्रक लाएर ब्रिजबाट सिधै ड्युटी मेरो रवाना। आज मैले जान्छु कर्निस रोड। मौसम पनि यस्तो दामी भएको छ, न जाडो न गर्मी क्या, यस्तो दामी पानी पर्ला जस्तो भइरहेछ, सायद पानी पर्छ कि, तर मौसम चाहिँ दामी भइरहेछ। यो बाटो चाहिँ यस्तो छ, यो बाटोमा पुरा फिल्डतिर कर्निस हो, रोड भइहाल्यो, यस्तो छ पारा। यो म साइकलमा चला यो साइड ओ तेरी यो पुरा बल्ल बच्चियो यो ओह्रालो पुरा ओह्रालो। अब ब्रेक लागेन भने गयो योतिर, यस्तो त नजारा है, यस्तो छ यस्तो। यो साइकलमा ब्रेक चाहिँ लगाउनै पऱ्यो है सिधा मौसममा। ओ बाटो डेन्जर छ यो चाहिँ पुरा बाटो होइन। ओ ब्रेक छोड्ने त पुरा सर जाने अरे यो त्यस्तो छ बाटो चाहिँ, डेन्जर बाटो यो चाहिँ। ब्रेकमा चाहिँ हात हुनै पऱ्यो है, त्यस्तो छ यो। यहाँ परेवा छ है, यस्तो परेवा ठाउँ चाहिँ दामी छ कि। यो चाहिँ म पुरै यो बाटो कर्निस हुँदै सब लिएर जाँदैछु पुरा खुजाम। यो परेवा कति चाहियो परेवा पुरै परेवा यस्तो दामी देखाउँछ। यो यही ब्रिज हो क्या, पुरा नखिल र अनि यतातिर रसलखेमा जोड्ने चाहिँ यही ब्रिज हो। यस्तो दामी छ। यहाँबाट टक्क लाएर सिधै गयो कर्निस गइन्छ। अब उतापट्टि भएको चाहिँ पुरै त्यो नखिलो बजार यही ब्रिजले चाहिँ जोडिरहेको छ क्या। लेट्स गो जाम है त। अब लेट्स गो। अब यहाँ राउन्ड अबाउट छ, राउन्ड अबाउटमा चाहिँ अलिक केयर भएर चाहिँ चलाउनु पऱ्यो। यही ब्रिज हो, यही ब्रिज पुरै यसरी चाहिँ हो। जाने टक्क लाएर अलिकति केयर भएर चाहिँ यहाँ चाहिँ साइकल चलाउनुपर्छ एकछिन चाहिँ। पछाडिको ब्रिज आएको छ नि, ब्रिज चाहिँ यही ब्रिज हो। फेरि क्रस गरेर ठ्याक्क पुरा नखिल पुगिन्छ। अनि यो चाहिँ कर्निस स्टार्ट भयो। अबदेखि उतापट्टि गयो भने कर्निस हो, तर म उतिर जाँदिनँ, यतैबाट चाहिँ जान्छु म यो बाटो। उताबाट आउँदाखेरि चाहिँ अर्को चाहिँ आउँदाखेरि चाहिँ म उतातिर देखाउँछु तपाईँलाई यो बाटो। ल कर्निसको बाटो यही स्टार्ट भयो पुरा। कर्निसको बाटोमा साइकल चलाउँदै टक्क लाएर गइदिएछ साइकल। उतापट्टिको चाहिँ दामी छ के, त्यो पुरै कर्निस रोड हो होइन। अब यतातिरको चाहिँ अब कर्निस होइन, कर्निस जाने बाटो भन्नु पऱ्यो। यो पनि दामी छ, तर बिल्डिङहरू यस्तो छ। टक्क लाएर एनएमसी हो रोयल डेन्टल हस्पिटल रहेछ। टक्क लाएर यस्तो छ यो चाहिँ। अब म चाहिँ जान्छु पुरै लगभग 45 मिनटसम्म लाग्छ होला पुग्नको लागि होइन। टक्क लाएर बाटो हेर्न रोड चाहिँ अलिकति केयरफुल भएर चाहिँ काट्नु पऱ्यो। बाटो चाहिँ यही हो। उतापट्टिको चाहिँ पुरै कर्निस है, उतापट्टिको चाहिँ पुरै कर्निस, यतातिरको चाहिँ बाटो। ओहो त्यो चाहिँ आज नयाँ बाटो के, साइकलमै हो म आज। साइकल मेरो साइकल छ, साइकलमै पुरा चलिरहेको छ। नाइट भएको कारणले चाहिँ भिडियो राति आउनु पाइरहेको थिएन, अब आउँछ। मौसम तर दामी छ, यस्तो दामी कि मौसम, यस्तो दामी छ मौसम चाहिँ। सही छ तर यसको अरू देखाउने छु। एफएबीको ब्याङ्क हो यो चाहिँ, यो फर्स्ट अबुधाबी ब्याङ्क होइन। त्यसपछि अब अरू चाहिँ हुँदै गर्छ। ए कर्निसको बाटो हुँदै म जानेछु खुजाम। फिलै भइरहेको छैन कि म यहाँ साइकल चलाइरहेको छु भनेर कि, यस्तो दामी मौसम भइरहेछ कि हल्का सही के। पुरै मान्छेहरू रनिङ गरिरहेछन्, म चाहिँ पुरै अब साइकल चढिरहेको छु। तर फिल मलाई भइरहेको छैन कि यस्तो साइकल चलाएर टाइम लागेको जस्तो केही पनि भइरहेको छैन क्या। एकदम पुरा फिल आए जस्तो अवस्था भइरहेको छ मलाई। सही हो। यो त आउने ठाउँमा आइसक्यो कि क्या हो, यो अगाडि बाटो हो यार। मतलब जाने ठाउँमै बिर्सिसक्यो त आए जस्तो लाग्छ मलाई ठाउँ।
म टक्क लाएर कर्निस साइडकोतिर चेन्ज गरेँ मैले साइड चाहिँ चेन्ज गरेँ यस्तो दामी छ नजारा है यतिर पुरै कर्निस हो यति चाहिँ साइकल चलाउँदैछु म कर्निसमा रोड पनि खाली खाली छ सही छ जे होस् टक्क लाएर साइकलमा मजै आइरहेको छ भन्नु पऱ्यो यस्तै चाहिँ रोड पुरै खाली छ अहिले मौसम पनि यस्तो दामी छ कि अहिले टक्क लाएर मौसम पनि दामी साइकल चलाउन झन् त्यसैमाथि झन् दामी भइरहेको लेट्स गो गाइजलाई सपोर्ट चाहिँ गर्नु होला लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु फलो गरिदिनु होला फेसबुकतिर हुनुहुन्छ भने हेर्नुहुन्छ मात्रै फलो गरिदिनुहुन्न र साथ सपोर्ट चाहिँ दिनु होला म चाहिँ अब यो रसलखामा गइरहेको देखाउने प्रयास गर्छु यस्तै चाहिँ हेर्नुहोस् दामी एरिया चाहिँ उतापट्टि चाहिँ यस्तो छ पुरै दोकानहरू यतिरको चाहिँ कर्निस एरिया भइहाल्यो दामी छ एरिया चाहिँ साइकल चलाउनको लागि माथिबाट गयो भने साइकल चलाउनु मिल्ने माथिबाट जानु पऱ्यो यहाँबाट अब त दामी छ ट्र्याकमा चाहिँ आइपुग्यो क्या यो चाहिँ ट्र्याकबाट झन् साइकल चलाउनु पऱ्यो कस्तो हुन्छ चाहिँ महसुस मैले गरिरहेको छु दामी चाहिँ यो चाहिँ पुरै साइडमा खजुरको पेडहरू मात्र छ यस्तो दामी एरिया चाहिँ साइड हुँदै जान पऱ्यो म उतापट्टि चाहिँ पुरै रनिङ गर्नेको लागि ट्र्याकहरू फ्यामिलीहरू बस्ने यस्तो छ यतापट्टि चाहिँ दामी के साइकलहरू चलाउनको लागि ट्र्याक चाहिँ दामी पुरा दामी साइकल चलाउनको लागि दामी रहेछ माथिबाट थाहै दिएन मलाई यो फुल यो राउन्ड बोर्डमा फुल यस्तो दामी के यस्तो दामी चाहिँ ठाउँ चाहिँ रहेछ थाहै नै मलाई अब म चाहिँ गर्छु यो कर्निस पनि पुरा दामी फुल भिडियो चाहिँ बनाउनु पर्ला जस्तो छ लेकिन यो पनि बनाउँछु म फुल भिडियो कर्निसको चाहिँ यस्तो दामी के रोड साइकलमा पुरा साइकलमा चले जस्तो मलाई फिलै भइरहेको छैन क्या यस्तो मजा आइरहेछ के गर्ने पुरै काहीँ अर्कै भाइब्स आइरहेको छ साइकल चलाउँदा अहिले त्यसमा त मान्छेहरू हिँडिरहेछन् टक्क लाएर उतापट्टि फेरि जङ्गल जस्तो छ पुरै होइन कस्तो स्थिति म उताको बाटोबाट भएर हिँडिरहेको थिएँ म आज चाहिँ यो बाटो हिँड्दाखेरि चाहिँ दामी मजा आइरहेको छ क्या यस्तरी तर मौसम पनि दामी छ त फेरि यस्तो दामी मजा भइरहेको छ कि पुरै नगरौँ सही तरिकाले आफ्नै पारामा सर बाटो मजा भइरहेको छ पुरा यो हो नि त पारा यस्तो बाटो चाहिँ यस्तो दामी क्या दामी मजा आइरहेको छ आफूमा तर मेरो फेरि उसै भित्र छिर्ने ठाउँै छुट्टै उतापट्टि त यस्तो बिल्डिङहरू छ पुरै हाई राइज बिल्डिङहरू चाहिँ उताको साइडमा यतापट्टि चाहिँ कर्निस छ फेरि केही छैन पुरा दामी आज मलाई दुबईको भाइस आइरहेछ पुरै खास त दुबईको भाइस पुरा आइरहेछ बिल्डिङहरू देख्दाखेरि चाहिँ यो चाहिँ रसलखेमामै हो नि फेरि यस्तो मजा कि कुरै नगरौँ ओहो साइकल चलाउँदा फिलै भइरहेको छैन कि आज म यहाँ साइकल चलाइरहेको छु भनेर क्या यस्तो दामी चाहिँ लागिरहेछ पट्टिको बिल्डिङहरू हेर्दा रोड हेर्दा दामी बिन्दास मैले चाहिँ अलिकति बाटै बिर्से जस्तो भयो त यतिबाट यस्तो बाटो थियो होइन म चाहिँ ठाउँमै बिर्से जस्तो भयो त अन्त माथिबाट बाटोबाट आउँदाखेरि त टक्क लाएर अब तलको बाटो हुँदै जान पऱ्यो मेरो रुमसम्म होइन बिच्दै आउँदो रहेछ के भन्छ कि उसलाई टक्क लाएर उसको गाडी पनि गयो है पछाडि उसको गाडी गयो पछाडि ठ्याक्क केही भएन लेट्स गो है त यस्तो दामी छ कर्निस यो एरिया चाहिँ दामी मजा आइरहेको छ त भाइब्स त पुरै माथिबाटै आउनु पर्ने रहेछ म अलिकति तलबाट आएँ त्यहाँ बाटै कन्फ्युजन भयो नि त तेरि माथिबाटै आउनुपर्ने रहेछ तलबाट आइयो केही भएन अब चाहिँ चिकबाट लिएर आएँ त माथिमा मेरो बाटो यार सफिर त आयो सफिरभन्दा माथि पनि हो कि क्या हो सफिर मार्केट धेरै हो मेरो कहाँबाट चाहिँ मैले क्रसिङ गर्ने यो बाटै बिर्सेँ त ओहो सफिर छ यो सफिर होइन यहाँ चाहिँ मेरो बाटो चाहिँ कहाँदेखिबाट हो त्यसपछि अट्याक यहाँबाट सफिर यो सफिर मार्केट भयो यहाँबाट चाहिँ टक्क छिरेपछि आइहाल्छ अब चाहिँ ड्युटी गर्ने लोकेसन मेरो तर मौसम चाहिँ यस्तो दामी छ सही के पुरा चिसो हावा चलिरहेको छ तर कर्निस चाहिँ एकचोटि घुम्नै पर्छ है कर्निसको चाहिँ फुल ब्लग चाहिँ म लिएर आउँछु कर्निसको चाहिँ अहिले चाहिँ हल्का बाटो आएको मात्र भयो यस्तो दामी मौसम छ क्या अहिले
मौसम यस्तो दामी कि पुरै बादल बादल छाएको छ मौसम यस्तो दामी भएको छ नि मौसम ओहो सही के यस्तो दामी साइकल चलाउन केही कसै भएको फिलै भएन कि मलाई यस्तो त्यत्रो साइकल चलाएर आएँ मैले तर मलाई यति फिलै भइरहेको छैन क्या के पसिना पनि आएको छैन केही पनि आएको छैन क्या यस्तो दामी तर सही के मजा मौसम दामी छ अहिलेको चाहिँ जे होस् भिजिट गर्नको लागि साइकल चलाउनको लागि इधर चाहिँ यहाँ आइसकेँ चाहिँ म तपाईँलाई देखाउँछु यहाँको सबै गभर्मेन्ट अफिसहरू छ क्या यो सबै यो छ नि सबै गभर्मेन्ट अफिसहरू छ क्या म यहाँ तपाईँलाई रसलखेमाको नगरपालिका देखाउँछु है त नगरपालिका हाम्रो तिलोत्तमा नगरपालिका जस्तै यहाँको चाहिँ रसलखेमाको नगरपालिका देखाउँछु यो चाहिँ मिनिस्ट्री अफ एजुकेसन रहेछ फेरि यो पुरै गभर्मेन्ट अफिसहरू मात्रै छ कि यहाँ पुरै टक्क लगाएर होइन मेरो पछाडि छ नि सबै गभर्मेन्ट अफिसको बिल्डिङहरू मात्र हो क्या अरू केही छैन यहाँ उतापट्टि फेरि चाहिँ इन्भाइरोमेन्ट डेभलपमेन्ट के भन्ने अफिसको छ होइन पुरै गभर्मेन्ट अफिसहरू मात्र क्या अरू केही छैन सिधा यस्तो दामी दामी छ भने गभर्मेन्ट अफिसहरू अब टक्क ल्याएर तपाईँलाई नगरपालिका यहाँको चाहिँ नगरपालिका रसलखेमाको नगरपालिका है कस्तो छ त हेर्नुहोस् है रसलखेमाको नगरपालिका अब आइसक्यो देखाउँछु म तपाईँलाई पुरै यस्तो दामी क्या सुनसान ठाउँमा होइन यस्तो ठुलो छ कि नगरपालिका हुन त हाम्रो पनि नगरपालिका ठुलै छ तर त्यसमा चाहिँ यो चाहिँ नगरपालिका अब यो मेरो पछाडिको छ नि सबै यो नगरपालिकाको बिल्डिङ हो हेर्दै जानुहोस् यो पुरै अनि यहाँदेखि स्टार्ट भएको छ पुरै यहाँदेखि उहाँसम्म लास्टसम्म छ क्या नगरपालिका बिल्डिङ पुरै यति ठुलो छ कि यो नगरपालिका बिल्डिङ के भन्ने अब सायद भिडियो पर्याभिडियो हुनसक्छ होइन यहाँदेखि त ठुलो छ क्या यो पुरै यो चाहिँ पुरै यहाँको नगरपालिका भन्नु पऱ्यो टक्क लगाएर सकेमा म्युनिसिपालिटी भनिरहेछ टक्क लगाएर त्यो मेरो पछाडिको ब्याकग्राउन्डको चाहिँ पुरै यो नगरपालिका हो सकेमा म्युनिसिपालिटी यति ठुलो छ होइन यति ठुलो अहिलेसम्म भ्याइएकै छैन कि यस्तो पुरै यो मेरो ब्याकग्राउन्डको पुरै हो रसङ्गा अनि यो फ्री चार्जिङ इलेक्ट्रिक गाडीहरूको लागि यो हेर्नु यो पछाडिमा पछाडिको पुरै यो नगरपालिका हो यो लेट्स गो अनि अर्को चिज चाहिँ यो चाहिँ ड्राइभ थ्रुबाट यहाँबाट चाहिँ डाइरेक्ट एटिएमबाट चाहिँ पैसा निकाल्न सक्यो क्या यो गाडी रोक्नु पर्ने केही पनि गरेन डाइरेक्ट यो एटिएम हो एटिएमबाट टक्ला पैसा निकाल्यो यस्तै छ अब मेरो लोकेसन आउन लागिसक्यो यहाँबाट यो चाहिँ स्कुल हो पुरै स्कुल हो अब मेरो लोकेसन आउँछ है त ल आजको लागि यति नै गरौँ होइन लाइक सेयर सपोर्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सपोर्ट गरिदिनु होला ल आजको लागि यति नै